Ο άνθρωπος που βρέθηκε δίπλα στον Αντώνη Σικάρη στις τελευταίες του στιγμές ήταν ο Ντάβα Σέρπα, ο οδηγός βουνού που τον συνόδευε στα Ιμαλάια. यता कुरा गऱ्यो अनि यताउता उहाँले चाहिँ के भन्नुभयो भने यसपालिदेखि चाहिँ जस्तै हामीले चाहिँ समेत पुगेपछि फोटो खिचेँ, भिडियो बनाएँ अनि त्यसपछि आमासँग पनि कुरा भयो है, आमासँग पनि कुरा भयो अनि उसको अरूसँग पनि कुरा गर्न थाल्यो। अनि पछाडिबाट चाहिँ के भयो भने चाहिँ एकदम हामी खुसी थियौँ। अनि त्यसपछि फेरि हामी बुवाको चाहिँ कुन हिमाल चढेको थिएन चाहिँ मकालु हो कि मकालु हो चढेको थिएन। अनि फेरि उता अर्को हिमालमा जाने प्लान पनि थियो हाम्रो, अर्को हिमाल चढ्न जाने प्लान थियो। अनि त्यो कुनै अब जस्तै के भयो भने चाहिँ अलि तल झारेपछि बुवालाई चाहिँ के भयो भने चाहिँ थाकेको जस्तो महसुस भयो। हामी 7000को हाई अल्टिट्युडमा आइसकेको थियो, एकछिन बिसाउँ भन्नु थाल्नुभयो। अनि एकछिन बिसाएँ अनि त्यतिखेर चाहिँ उहाँ चाहिँ कस्तो भयो भन्दाखेरि त्यस्तो चिसो केही हात खुट्टा पनि थाहा थिएन, एकदम राम्रो कन्डिसनमा थियो। त्यस्तो बित्ने बेलामा चाहिँ त्यस्तो केही कुरा भएन हामीसँग। के भन्नु चाहिँ आमासँग कुरा गर्ने भन्यो आमासँग पनि कुरा गराएँ हामीले। अनि फेरि पछाडिबाट चाहिँ हामी तल अलिकति मुनि मुभ गरेको थिएँ। अनि त्यहाँबाट फेरि तल मुभ गर्न सकेन हामी, किन भन्दाखेरि उसलाई धेरै गाह्रो भएको थियो। मैले धेरै कोसिस तल ल्याउनेको धेरै कोसिस गरेँ तर कोसिस गर्न सकेन। एकछिन बिसाउँ अब त्यस्तो गरेर लाइटले बालेपछि तल टेन्ट देख्थ्यो। अनि लाइटले बालेपछि टेन्ट देखेपछि अनि त्यसपछि हामीले चाहिँ के भन्यो छोरा सँग अब टेन्ट देख्नु थाल्यो। हामी चाहिँ एकछिन 2 मिनट मात्रै टाइम दियो, वेटिङ गरौँ भनेर भन्यो। अनि त्यसपछि त्यहाँ चाहिँ बिच थियो 7000 माथि बिचमा चाहिँ म एकपट्टि यस्तो गरेर ढेसेर बसेँ, बुवा एकपट्टिबाट ढेसेर बस्यो। अनि ढेसेर यस्तो ढाड जुटेर बसेँ। अनि बसेपछि के 5 मिनट पछि चाहिँ अक्सिजन मात्रै फर गरेर अक्सिजन चाहिँ बाहिर गइरहेको थियो। अनि बुवा मैले भने बुवा उठ्ने भनेर मैले यस्तो गरेर हालेँ। अनि उसले मलाई केही जवाब दिएन क्या। अनि त्यहाँबाट म यस्तो गरेर उठेको कुकुरले मपट्टि लडेर आयो। अनि ऊ चाहिँ अघि नै मरिसकेको थियो, 2 मिनट अगाडि नै मरिसकेको थियो। त्यस्तो आया उयो भनेर दुख्यो मलाई भनेर त्यस्तो गरेर मरेन, एकदम सजिलो तरिकाले मऱ्यो। मैले अहिलेसम्म त्यस्तो गरेर मान्छे मर्छ भन्ने सोचेको थिएँ। Χάρη σε αυτούς το πέτυχα. Σας αγαπώ όλους. Γεια σας.